अनुराधा कोइराला प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष हुन्। उनले आफ्नो माइती नेपाल नामक गैर सरकारी संस्था मार्फत बेचिएको चेलीबेटीको उद्धार गरेकी छिन्। खास गरी भारतीय कोठीहरूमा बेचिएर नर्कीय जीवन बिताउन बाध्य भएका नेपाली चेलीबेटीहरूको उद्धार तथा पूर्ण स्थापनामा उनको सक्रिय सहभागिता रहेको छ। उनको परिवार शिक्षित भएकाले उनले पनि सहज नै रूपमा शिक्षा प्राप्त गर्न सकिन्। उनले माइती नेपाल स्थापना गर्न भन्दा अगाडि 20 वर्षसम्म काठमाडौँको विभिन्न स्कुलमा शिक्षिकाको रूपमा समेत काम गरेकी थिइन्। अनुराधाको जन्म 14 अप्रिल 1949 ओखलढुङ्गा जिल्लाको रम्जाटारमा गुरुङ परिवारमा भएको हो। उनका बाबु कर्णेल प्रताप सिंह गुरुङ र आमा लक्ष्मी गुरुङ हुन्। 10 कक्षासम्म भारतको कालिम्पोङमा अध्ययन गरेकी उनले भारतकै कलकत्ताबाट BA पास गरेकी छिन्। अनुराधा कोइराला प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष हुन्। उनले आफ्नो माइती नेपाल नामक गैर सरकारी संस्था मार्फत बेचिएको चेलीबेटीको उद्धार गरेकी छिन्। खास गरी भारतीय कोठीहरूमा बेचिएर नर्कीय जीवन बिताउन बाध्य भएका नेपाली चेलीबेटीहरूको उद्धार तथा पूर्ण स्थापनामा उनको सक्रिय सहभागिता रहेको छ। उनको परिवार शिक्षित भएकाले उनले पनि सहज नै रूपमा शिक्षा प्राप्त गर्न सकिन्। उनले माइती नेपाल स्थापना गर्न भन्दा अगाडि 20 वर्षसम्म काठमाडौँको विभिन्न स्कुलमा शिक्षिकाको रूपमा समेत काम गरेकी थिइन्। अनुराधाको जन्म 14 अप्रिल 1949 ओखलढुङ्गा जिल्लाको रम्जाटारमा गुरुङ परिवारमा भएको हो। उनका बाबु कर्णेल प्रताप सिंह गुरुङ र आमा लक्ष्मी गुरुङ हुन्। 10 कक्षासम्म भारतको कालिम्पोङमा अध्ययन गरेकी उनले भारतकै कलकत्ताबाट BA पास गरेकी छिन्।